बिहे गरेको 2 हप्ता नहुँदै घुम्न गएकी पुष्पाले श्रीमानकी आँखै अगाडि भेडीमा हाम फालिन्। श्रीमानलाई सोधपुछको लागि लगेको प्रहरीले खुलाए। घटनाको बारेमा नयाँ खुलासा। दर्शकवृन्द, फागुन 8 गते मध्याह 12 बजेको समयमा श्रीमानसँग घुम्न गएकी करिब 2 हप्ता अघि विवाह गरेकी 21 वर्षीय पुष्पा सिंह ठकुरीले एकाएक श्रीमानकै आँखै अगाडि भेरी नदीको पुलबाट हाम फालेर बेपत्ता भएको आज 4 दिन बितिसकेको छ। परिवार यति बेला भने आँखाभरि आँसु छाड्दै भेरी नदीको किनारामा कुरिरहेका छन्। कि त सास चाहियो कि लास चाहियो भन्दै परिवारजनहरू पर्खाइमा बसिरहेका छन्। तर घटनाबारे सोधपुछको लागि 21 वर्षीय पुष्पाको श्रीमानलाई सोधपुछको लागि प्रहरीले लगेको थियो। यति बेला भने श्रीमानसँग के कुरा भएको थियो त? श्रीमानले घटनाबारे के जानकारी दिए? यति बेला भने हामीसँग हुनुहुन्छ सल्यान जिल्लाका डीएसपी डाक्टर हेम कुमार केसी, जसले घटनाबारे श्रीमानसँग सोधपुछ गरेको बारेमा र घटनालाई कुन दृष्टिले हेर्दै हुनुहुन्छ, आज हामी उहाँसँग कुराकानी गरेका छौँ। दर्शकवृन्द, भिडियोलाई भने अन्तिमसम्म हेर्नुहोला र यो भिडियोलाई अत्याधिक मात्रामा सेयर गर्नुहोला। घटना भइसकेपछि यति बेला प्रहरीले खोजी कार्य जारी राखेको अवस्था छ र यति बेला जिल्ला प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख डीएसपी डाक्टर हेमबहादुर केसी पनि यति बेला यो घटनास्थलमै पुगेको अवस्था छ। यो घटनाबारे अलिकति बताइदिनुहोस् न सर। अब के देखिन्छ भने अस्ति मात्र त्रिदेव मल्ल र पुष्पा सिंह यो घुम्न जाउँ भनेर श्रीमती पुष्पा सिंहले घुम्न जाउँ भनेर भेरी नदीको पुलमा दुईजना सँगसँगै आएको। यिनीहरूले लगभग यो एरेन्ज म्यारेज जस्तै भन्नै 15 दिनभन्दा अगाडि चाहिँ यिनीहरूको विवाह भएको, 15-20 दिन अगाडि चाहिँ विवाहको भएको बुझिन्छ। यिनीहरू घुम्न आएछन्। घुम्न आउने सिलसिलामा चाहिँ अचानक चाहिँ यिनीहरू यहाँ फोटो खिच्ने लगायत विविध काम कारबाही गरे। अचानक पुष्पा सिंह चाहिँ यसरी हाम फालिने भनेर हामीलाई इन्फर्मेसन आयो। इन्फर्मेसन आइसकेपछि तुरुन्त हाम्रो चाहिँ यो सल्ली बजारबाट हाम्रो टोली खटियो र स्थानीय मान्छेहरू पनि खटियो। सम्पूर्णको चाहिँ लागेर विभिन्न ठाउँहरूमा तल यो खोलाको तल्लैसम्म चाहिँ हामीले खोज्यौँ, खोजतलास गऱ्यौँ। विभिन्न चाहिँ एपीएफ, आर्मी लगायत प्रदेशहरूमा पनि हामी समन्वय गऱ्यौँ र प्रदेशबाट पनि एपीएफको टोली चाहिँ यो डिजास्टर म्यानेजमेन्ट टोली बोट लिएर हिजो पनि बोट लिएर आयो र खोजतलास भयो। हाम्रो प्रहरी र एपीएफको टोली, सशस्त्रको टोलीले हिजो खोजतलास गयो। बोटबाट विभिन्न ठाउँहरूमा चाहिँ तल सर्च पनि गर्यो अथवा एउटा चाहिँ फलामको किल्लाहरूबाट पनि खोजतलास भयो। त्यो कहीँ छ कि भन्ने हिसाबले एउटा सामान्य हिसाबको चाहिँ एउटा सानो चाहिँ दूरबीन जस्तो चाहिँ एउटा इक्विपमेन्ट पनि प्रयोग गरियो, तर हिजो पनि भेटिएन। र आज बिहे गरेको